भन्थे नि देख्यौ नि यत्तिकै जाने चाहिँ रहन्छ क्या 2-4 जनाले पछारेर हुन्छ कि के गरेर हुन्छ जान्छु भनेर 9 गोल हानेर छ अहिलेसम्म कसैले रेकर्ड राखेको छैन हैन तर पोर्चुगलले चाहिँ राख्यो क्या एकदमै राख्यो क्या अहिले हेर्दा पोर्चुगल जाने रहेछ नि त नि मान्छेले त्यसो भन्दा रहेछन् हेर त यहाँनेरि ल जान्न भनेर भन्थे पोर्चुगल त गइहाल्छ नि यो नराम्रो हैन के यो देश राम्रो हो तर यो मान्छे पनाउँथ्यो के यो मान्छे पनाउँथ्यो अरे हिजोदेखि मेरो बा ओल्डमा सबै फ्यान फलोवर भएको मान्छे भनेको यही मान्छे हो यही मान्छेले गर्दाखेरि यो माथि पुगेको हो यिनीहरूले त्यसै भन्छन् भन्न त त्यस्तै नै भन्छन् क्या मलाई थाहा थियो क्या जब के अरे पोर्चुगलले जित्छ अनि के भनौँ भनेर भन्ने कुरो चाहिँ त्यही नै हो भाइले त्यही भन्यो होइन तर हेर्नु यहाँ पनि त छ नि मान्छे छु अनि मैले कचोटि भन्ने गर्छु क्या जङ्गलको राजा भनेर चाहिँ सिंहलाई जस्तै पोर्चुगलको राजा भनेर रोनाल्डोलाई चिनिन्छ होइन जतिसुकै बुढो होस् खाडो होस् दुब्लो होस् मर्न लागेको होस् होइन कामै गर्न नसक्ने तर राजा भनेको राजा हो क्या जसले नि राजा भनेको सिंह नै हो त्यस्तै पोर्चुगलमा नि राजा भनेको रोनाल्डो हो क्या रोनाल्डो ठिक छ नि ल त्यही भएर कसैलाई नि हेप्नु हुँदैन क्या गेम भनेको जसको नि हुनसक्छ पछि वर्ल्ड कपमा नि यस्तै हान्यो भने त बा विश्व रेकर्ड नै हुन्छ के अरे है आमालाई साथी हो सबैजनाले गर्नु होला अनि यदि यो जर्सी चाहिएको छ भने चाहिँ जर्सी पछि नेपालमा आउनु होला फेरि दिदीले चाहिँ एकदमै धेरै पोर्चुगलको सपोर्ट गर्नुभयो यो दिदी त अर्जेन्टिनाको उरुको होइन छ भने चाहिँ नभन्नु होला म सबैको सपोर्ट हो है अब जसको नि मैले भिडियो बनाइराखेको हुन्छु तर म सबैको फ्यान हो यसको मात्र होइन फेरि यसैको बढी तारिफ गरेर दिदी यसैको होला भनेर भन्नुभएको होइन है म सबको ए यहाँ छ हाम्रो लिभरपुलको पनि हो लिभरपुलको फुलको नि हो अब सबै क्लब भएको हुन्छ नि सबैको हो र मेन भनेको चाहिँ म 3टाको फ्यान तपाईँलाई थाहा छ नि मेसी रोनाल्डो नेमार बाई